एन्ड वेलकम सो गाइज एन्ड वेलकम टु माई युट्युब च्यानल हैन। आज चाहिँ म तपाईहरुलाई चाहिँ रोब्लक्स खेलेको देखाउँछु हैन। रोब्लक्स खेलेको देखाउन चाहिँ मैले सबसे बेस्ट एप भनेको चाहिँ यो देखेँ हैन। तपाईहरु नि सक्नुहुन्छ भने ट्राई गरेर हेर्नुस् हैन। ल पहिला रोब्लक्स खोलौँ हैन। है त गाइजहरु, रोब्लक्स खोल्न चाहिँ मेरो मोबाइलमा चाहिँ अलि टाइम लगाउँछ हैन गाइजहरु। त्यही भएर सो गाइजहरु, म चाहिँ पहिला सुरु मेरो अवतार फेर्न चाहन्छु हैन। मसँग रोब्लक्स वाला अवतार छ क्या हैन। अहिले त्यो चाहिँ अफ सेलमा छ हैन गाइजहरु। गाइजहरु, यो गड भिआइपी चाहिँ आफै नाम सेभ भएको हैन। यो चाहिँ मैले सेभ हाने हैन। अनि अब चाहिँ हामी चाहिँ राइभल्स खेलौँ है त। सो गाइजहरु, मलाई चाहिँ राइभल्स त्यति खेल्न आउँदैन हैन। जे भए नि म तपाईहरुको लागि राम्रै खेलेर देखाउँछु है त। ल सो गाइजहरु हैन, चाहिँ खुल्न लागेको छ हैन, खुल्लिन सक्यो। अब चाहिँ राइभल्स खेलौँ हैन। मैले साउन्ड नि अलाउ पार्दिएको छु है त। ल गाइजहरु, मेरो चाहिँ खुल्न टाइम लाग्छ है त। ल मेरो साथी राइफल चाहिँ छ हैन अहिलेसम्म। गाइजहरु, लिडरबोर्डमा चाहिँ यतिजना छन् हैन। सबसे बेस्ट भनेको 24,612 विन स्ट्रिक। सो गाइस, म चाहिँ त्यस्तो राम्रो छैन हैन। अरिना जान्छु म चाहिँ। अरि नै आउँछ भने त थाहा थियो हैन गाइजहरु। म चाहिँ मेरो होमवर्क भ्याएर बसेको है त गाइजहरु। म धेरै बेरको बनाउँदिन, अनि 6-7 मिनेटको होला है। सो गाइजहरु हैन, म चाहिँ अलिक त्यो छैन त भनेको थिएँ नि। सो गाइजहरु, मेरो चाहिँ मोबाइल ल्याग हुन्छ हैन। त्यही भएर चाहिँ मैले चाहिँ राम्रोसँग खेल्न सक्दिनँ क्या। गाइजहरु आउँछ हेर्नु। सो गाइजहरु हैन, मेरो मोबाइल चाहिँ लास्टै ल्याग हुन्छ कि। गाइजहरु देख्नुभयो नि, मेरो मोबाइल चाहिँ एकदम ह्याङ हुन्छ। त्यसै भएर चाहिँ म चाहिँ हार्न सक्छु हैन। घरिघरि ल्याग नि हुन्न, घरिघरि ल्याग हुन्छ। सो गाइजहरु, मेरो फोक्सी। सो गाइजहरु, अब चाहिँ नाइफ युज हान्नु पर्यो है त। स्ट्याब हान्ने कोसिस छ हैन गाइजहरु। गाइजहरु, आरपीजी युज हान्नु बेकारमा टाइमको वेस्ट गराउनु किन भन्दा। गाइजहरु फेरि मर्यो। गाइजहरु फेरि आउँछ है। नट टुडे भन्छु तर अझै हुन्छ है।
देख्नुभयो गाइजहरु 50 मात्रै बाँकी हुन्छ क्या ओन्ली 50 मात्रै हुन्छ क्या जसको नि भने ओहो गाइजहरु अब जम्मा एक मरो गाइजहरु नोभा ल गाइजहरु देख्नुभयो कस्तो लाग्यो गाइजहरु अब यसको 50 हेल्थ मात्र बाँकी छ म गम्भीरको साथ भनिरहेको छु ओहो गाइजहरु म चाहिँ यो म्याच हारे अनि अब मेरो फोन हैन सो गाइजहरु अब सडन डेथ अब चाहिँ को जित्छ गाइजहरु गाइजहरु म आउँछु जस्तो लाग्यो हैन ल हारे गाइजहरु हारे छे गाइजहरु 7 मिनेटको भिडियो भइसक्यो हैन स्किप हानु हैन 2 versus 2 नि ल गाइजहरु अरिना ब्याकग्राउन्डमा हान्दिनु अरिना आयो गाइजहरु हैन मेरो टिममेट चाहिँ रिकर्डै छ हैन उसले चाहिँ 6 विन स्ट्रिक छ हैन म त भइहाल्यो नि गाइजहरु यस गाइजहरु उल्ले चाहिँ क्रसबो युज हान्दो रहेछ है गाइजहरु हाइट गाइजहरु सकिदैन है जित्न त फ्ल्यासब्याक युज गर्ने चुलाङ नै किसी सो गाइजहरु हैन मेरो बाबा आउनु भएको थियो त्यही भएर मैले चाहिँ स्टप गरे हैन हाम्रो 2 पोइन्ट भइसकेको छ हैन सो गाइजहरु हामी जित्छौं कि नै भनेपछि चाहिँ भेट्छु है त सो गाइजहरु हाम्रो चाहिँ अब लास्ट पोइन्ट बाँकी हैन 2 को 3 बनाइदे हैन सो गाइजहरु एकजना मर्यो ल गाइजहरु हामीले जित्यौं हैन यस गाइजहरु यस सो गाइजहरु राइभल्सको चाहिँ यति देखाउने भयो हैन मसम्म 1 विन स्ट्रिक आयो हैन अब चाहिँ म आजको लागि यति नै गर्न चाहन्छु हैन लाइक सब्स्क्राइब गरिदिनुस् अनि एउटा कुरा भन्छु है तपाईहरुलाई के भन्छु भने तपाईहरुलाई म अर्को पाली अब
यो स्टिल फ्रम फिस देखिरहनु भएको छ नि, यो गेम खेलेको देखाउँछु है त गाइजहरू। ल आजको लागि यति नै, बाई है त गाइज। लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिइराख्नु होला है त। आजको लागि यति नै भन्न चाहन्छु, बाई।